Hello, welcome to Homa Gale Vlogs. Hello, welcome to Homa Gale Vlogs. र धेरै वर्षपछि आज हामी हाम्रो खाडे खोलाको साथीभाइहरू, दाजुभाइहरू, आफन्तहरू धेरै वर्षपछि एकैचोटि जमर्को हुने मौका मिलेको छ र हामी सबै आज यसो केही क्वालिटी टाइम चाहिँ बिताउन, साथीभाइसँग भलाकुसारी गर्न हामी यसरी समय गुजार्न आएका छौँ। र हाम्रो आज जमघट हुने आँगन बनेको छ जुनकिरी क्याफे, यो पामे लेक साइड जुनकिरी क्याफे। यो चाहिँ फेवातालको छेउमा यस्तो मनोरम दृश्य लेक साइडको। र साथमा छ मेरो सोल्टी माइला सोल्टी इन्जिनियर सजन गुरुङ, अनि मेरो भाइ सागर गुरुङ। नमस्ते। हाम्रो यो सुशान्तको भिडियोमा एकरे सुशान्त रे होमा गले होमा बुहारीकोमा आउँछ। ल हाम्रो होमा बुहारीको भिडियोबाट सम्पूर्णलाई स्वागत छ। नमस्कार। अनि होमा गले भन्नाले मेरो होमा बहिनी चाहिँ मेरो सोल्टी इन्जिनियर साजन गुरुङको धर्मपत्नी। र बहिनीको यो क्यामेरा र उस चाहिँ मैले हाइजेक गरेर लिएर आएको छु। र यहाँ मेरो जेठ भाइ, त्यो चाहिँ प्योर हो क्या, यो प्योर हो। नमस्ते सबैजनालाई, वेलकम टु हाम्रो होमा भाउजूको च्यानलमा है। एन्ड कुकुरलाई म अहिले चाहिँ हामी छौँ खपौतीमा जुनकिरी क्याफे। हाम्रो यहाँ के गाइजहरू सबैजनालाई आज गेट टुगेदर हाम्रो, अनि सबजना यहाँ रमाइलो गरिरहेको छ। यहाँ सागर दाई यहाँ छ, यता जेस दाई, माइना दाई, सुदिन, हाम्रो सजन, अनि म चाहिँ घट्ने ब्लग्स है। ल मेरो च्यानलमा सब्सक्राइब गर्नु होला, डोन्ट फर्गेट। ल ओ लाउनु दसैँको बिजेलाई बिर्छ क्या। अनि हाम्रो अर्को यहाँ बिजे चाहिँ यहाँ छ है। ल बिजे चाहिँ यहाँ छ है। दसैँको पिङ खेल्नै पर्छ। तपाईँ खेल्ने हो? तपाईँ खेल्नु न, वान मोर टाइम प्लिज। खेल्दैन यहाँ, तल झरीको अन्त, अनि तल झरीको अन्त झरीको अनि एकचोटि खेलिदिनु नि त, कन्टेन्ट हुन्छ यार। के म त्यहाँ पल्टेर खसेपछि चाहिँ कन्टेन्ट बनाउने हो कि? एकचोटि यस्तो झुला मात्र गरिदिनु क्या। कन्टेन्टको लागि मान्छेले के गर्नु खोज्छ कस्तो होला झन् तपाईँलाई झन् एकदम मजाले। त यहाँ अगाडि आइज, यहाँ अगाडि आइज। ल हाम्रो के गाइजको गेट टुगेदर है अहिले चाहिँ। ल सबैजनालाई कोही नभए नि अब आज खर्च भएकोमा कन्ट्रिब्युट हान है गाइजहरू। म एकदम रिल्याक्स चिलमा छु। हजुर बहुत मजा आइरहेको। हल्का क्याम्प फायर स्टार्ट गर्छु। सातजना एउटा भयो हुन्छ, एउटा भयो। बिच गाउँ नसक्यो पनि टाइपको देख्छ नि कि ट्राई गर्दा कोही त सबैको आएपछि सुरु गरौँ भनेको। ए मैले त हान्दी पनि सक्यो त। हजुर हान्दी पनि सक्यो। नयाँ पुल बिर्सेर उहाँ कुसमा पुगिरहे। ए यो होइन न, कुसमा पुगेको त्यो खाइहाल्छ। यता नि छ। उड आउँदैछ है। त्यस्तो सुति
त्यो 360 ले आफै घुमिन्छ थाहा छैन आएपछि छोड्दै आएको बात छैन भोलि अन्त घन्टीको प्लेलिस्ट हेर्दा त नेक्स्ट सङ त पोखरा पनि त्यो तालमा पुरा यस्तो उस लिएको पान पनि मेटिने तर गजनीले त्यसकै कन्सेप्ट चोरेको होला यार त्यो शङ्का लागिरहेको छ कि गजनीले त अनि पाकिस्तानी गजनी एउटा हो र होइन त्यो 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 एउटा त्यो पोखराको गीत थियो नि पोखरा पनि उजाड लाग्छ भनेको यो यस्तो त्यो डुङ्गामा पुरा त्यो यस्तो छातीमा के ल्यायो त त्यो चाहिँ मैले सुने उजाड लाग्छ यसो पानको पात हुन्छ एक टाइप हान्छ त्यो अलि मेटिन्छ त्यो नयाँ त्यो गाना सुशान्त त्यही फिलिङ्समा आएको एक्स्ट्रा जस्तो हामीले भनेको थिएन यार होइन नभनेको त कसले खान्छ त होइन सायद अरू कसैको अर्डर होला क्या हामी गम खाने हो त खुदै भने मोमो त हाम्रो भाइ प्लेट ल्याएदेखि प्लेटमा हालेर उस गर्ने घन्टी म्युजिकको पार्टमा मात्रै गरे एक घन्टा त्यो होइन बरु ऐना हेरेर भनेको थियो यार भाइ ऐना हेरेर पहिलाकै बुझ्छु त्यो ऐना अहिले त्यो टाका टुका बाजे होइन त घर ऐना हेरेर भन्ने गीत लाएर नाचेर बस्नु टाका टुका बाजे हो कि